यता तल छ नि त अनि तल भएकोले गर्दाखेरि अब बाटो यस्तो छ हाम्रो बाइक ल्याउन मिलेन त्यही भएर हामी चाहिँ अब हिँड्दै जाँदैछौँ। अहिले जाँदा त रमाइलो हुन्छ अनि त्यहाँनिर एकछिन कार्यक्रम गर्दा खुसियाली बाँड्दा सार्दा त रमाइलो हुन्छ। भरे माथि आउँदा यो बुट लाएर यो बाटो उकालो कसरी आउने होला गहिरो सोचमा परेछु साथीहरू म त। फाइनली हामी चाहिँ अहिले स्कुल आइपुगिसकेका छौँ। एकदमै ठुलो नाङ्गो डाँडा चाहिँ देख्न सक्नुहुन्छ, साथै पर हिमाल पनि। नमस्ते। ओ कति कति ज्ञानी बच्चा है। लड्दै पढ्दै गुर्किँदै गोड्दै घिसिँदै भए पनि साथीहरू फाइनली अहिले हामी हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ। यहाँ आइपुग्दासम्म चाहिँ बल्ल हुन्छ नि अर्कै खालको यो एक प्रकारको खुसियालीवाला ऊर्जा फैले टाइपको भइरहेको जस्तो खुसी लागेको छ है। टक्क स्कुल चाहिँ देख्न सक्नुहुन्छ अनि भित्र भुराहरू पनि टन्नै छन्, सानो सानो भुराहरू त्यहाँ यता पनि छन्। ओहो अनि अन्त चाहिँ हाम्रो स्वागतको लागि चाहिँ रेडी छ साथीहरू देख्न सक्नुहुन्छ है।